यो कतिको खोलिन्छ यो तार किन सिकाउनु पर्यो भोलि बोल्नु यो खोल्न हुँदैन नि तार चेन्ज गर्नलाई म आउँछु के आउँछु राखिदिनु ल के गर्न पर्छ पहिला यो तार त्यो गर्ने निकाल्दिने यहाँबाट माथिबाट है माथिबाट निस्किएन कि अब यो तारलाई पहिले यो त्यहाँ निकाल्नुभन्दा पहिले यसलाई यो तारलाई भित्र सार्नुपर्छ भित्र कसरी सार्ने यो तारलाई लुज गर्नुपर्छ त्यसरी हो यो यता भित्र गराउनुहुन्न तबसम्म यो तार निकाल्न धेरै गाह्रो कि त यसलाई लुज गर्न पर्यो अब यो लुज भयो लुज भइसकेपछि यसमा एउटा मुन्डो हुन्छ यो अब त्यो ठ्याक्कै यसमा फँसेको छ फँसिसकेपछि यो झापा निस्किन्न अनि यो तार यो बाहिर आयो नि होइन उता होइन यता तार्ने अब यो लक छ नि यो पिनबाट यो मुन्डो बाहिर निस्क्यो नि बाहिर निस्केपछि तान्दाखेरि आयो यो खोल्नै पर्यो नि पुरै यो खोल्न पर्यो यो खोल्नै पर्दैन यसले काम गर्छ र गर्दैन अरु सिम चाहियो हैन घोरलको पास थाप्नु हुन्छ के ल उहाँले भन्नुभयो नि हुँदैन त्यो तार नमिलेर यो च्यापेर बन्द गर्नुहुन्छ हो त त्यही त अब यस्तो अवस्थामा हाम्रो इन्जिन झन् छिटो खतम हुन्छ यो त लास्ट स्थितिमा इमर्जेन्सीमा मात्रै च्यापेर बन्द गर्नुहुन्छ नभएको बेला यस्तो बेला अब यो च्यापेर बन्द हुँदाखेरि के अवस्था हुन्छ जुन टाइपिड हुन्छ नि त्यो टाइपिडको जब नट भाँचिन्छ टाइपिडको नट भाँचिन्छ टाइपिडको नट भाँच्यो भने त्यो निकाल्न एकदम गाह्रो हुन्छ तपाईँले हेड चेन्ज गर्नुपर्छ होइन अनि गएर तपाईँको एउटा के हुन्छ यो कभर छ नि कभरलाई फुटालिदिन्छ नभए तपाईँको भित्रको त्यो पुसरट हुन्छ दुईवटा यो देखेको त्यो पुसरट तपाईँको दुईवटा त्यो बाग्नु गरिदिन्छ